कोटेश्वरको अहिलेको अवस्था एकदमै गाह्रो छ है साथी हो, गाह्रो छ। यस्तो छ है, केपी चोर देश चोरको नारा चलिरहेको छ। यस्तो छ यता अगाडि, यस्तो छ है। न असुल ग्यासहरू डङ पड्किरहेछ है। यताको अवस्था यस्तो छ, यता पनि आगो लागिरहेछ। होइन त्यहाँनिर त्यस्तो छ है, यस्तो छ अवस्था। म चाहिँ यता छु है। ल आग लागि भइसकेको छ। एउटा स्कर्पियोलाई आगो लगाइसकेको छ। पुलिसहरूले नियन्त्रण गर्न खोज्दा पनि नियन्त्रणमा लिन सकेको छैन है। यस्तो छ है, आग लागि भइसक्यो। पुलिसहरूलाई लखट्यो अरे। ल ब्याट्री पड्किसक्यो, गाडीको ब्याट्री पड्केको छ। गाडीको ब्याट्री पड्क्यो, देख्न सक्नुहुन्छ। पुलिसहरूबाट नियन्त्रण गराइसकेको छ। कसले त सरकारी धनी आगो पलिरहेछ यार। अघि निभाइसकेको थियो, फेरि सबजना गरेर फेरि जमा कहाँ छ खतरा पड्क्यो यार, खतरा पड्क्यो। कति लेके जा ट्याङ्की पड्क्यो भने फेरि कतै पड्किनु के छ खतरा आगो लगायो, बिचैमा छोडिदिएछ। खतरा लुट्यो यार भाट लुट्यो नि। सारू चलो न पुल को हो ना वो काशी पुल को है खबर प्रदर्शनकारीहरूको भिडभाड देख्न सक्नुहुन्छ है। अनि यता गाडी जलिरहेको छ, यता प्रदर्शनकारीहरूको भिडभाड छ है। प्रदर्शनकारीहरू यता यस्तो अवस्थामा छ है। भाटबटिनी सुपर मार्केट पनि पुरै लुटिएको छ। धनी गाडीमा आगो लगाइएको छ। हवाई फायरहरू हुँदैछ है, हवाई फायरहरू हुँदैछ। कोटेश्वरको आजको अवस्था चाहिँ यस्तो छ, मुख्य गाडी जलेर यस्तो छ, तसनस बनाइएको छ, पुरै तसनस बनाइएको छ है। कोटेश्वरमा यस्तो अवस्था सिर्जना भएको छ। आज 3 कुनेदेखि सुरु भएको जुन आन्दोलन चाहिँ आज यस्तो अवस्थामा आएको छ। कोटेश्वर भन्दा मुनितिर बालकुमारी छेउमा छु, बालकुमारी छेउमा हो।
स्कर्पियो थियो सरकारी प्लेटको गाडी थियो धुलो बनाइदियो केटाहरूको पुलिस थियो आएको थियो त्यो पनि गयो क्या उतै भयो सक्दै सक्यो माथि ढुङ्गा हानिरहेछ भने कहाँ सक्छ ए माथि ठाउँ पनि त याद होइन यसरी सोरेर हान्छ अहिले उस्तै पऱ्यो भने ओ खतरा पड्क्यो यत्रो छेकिरहेको छ भने यो बाइक स्कुटर आउने चाहिँ गल्ती हो क्या यिनीहरूको क्या यिनीहरू मर्न आएको हो नि त वारिपट्टि तर्नु नसर बल्ल बल्ल तर्यो यार तिनजना मारिदिइसक्यो तिनजना मरिसक्यो उहाँकोमा तिन कुनैमा कोर्सर तिनजना मरिसक्यो तिनजना मर्छ के गोली चलायो क्या गोली त एउटाको त बिचरा खुट्टा यार डिजो खस्छ त्यो मान्छेको त मर्दा त छैन ऊ अझ कल्टो छ उको डेन्जर भइरहेको छ तर असुल ग्यास हान्नु थालेको थियो अरे अझै ग्यास आइसक्यो उको असुल ग्यास आइसक्यो तर यो जनता उर्लिने भने भ्याउँदैन क्या आलाको होला त्यो त कालो बेल रहेछ जलाइहाल्छ नि मुजी जबरजस्ती अब असुल ग्यासहरू प्रहार भइसकेको छ अब तिनीहरू सब यता भागो अब के को यिनीहरू त किन भयो यिनीहरू हावामा नि अवस्था एकदम डेन्जर बनायो यार आज त तिनजना त मरिसक्यो भनेपछि अनि त्यही भएर नि यो सरकारी गाडी चलाएको कि तिनजनाको मृत्यु तिनजना मरिसकेको अवस्था गोली हान्नु भनेपछि त अनि तिनीहरूले होइन क्या त्यो सुरुमै नगर्नुपर्ने काम गरेको क्या जाने बित्तिकै असुल ग्यास हान्यो नि त तिनीहरूले त्यो हावामा क्या दुर्गा पर्से जाँदा जाँदा एन्ट्री नभइकन नछिरिकन हानिदियो क्या असुल ग्यास त्यहाँदेखि त नि आक्रोशित भइहाल्छ नि जनता त्यतिकै नि त्यो मात्र मञ्चमै हान्दियो अनि मञ्चमा हानेपछि अनि मञ्चमै हान्दियो त हो त तर नि यो जनता सबै उर्लिनु भने पुलिसले थाम्दैन नि फेरि अब आर्मी खटाउँछ एकछिनदेखि खट्दैन आर्मी खट्दैन दुर्गा पर्साई ठ्याक्कै छिरेको मात्रै थियो क्या होलमा एकैचोटि पड्काइहाल्यो क्या त्यहाँदेखि असुल ग्यास हानेको 6-7वटा हाने क्या यस्तो डेन्जर हाने आम्मा हामी त फिलिली कोटेश्वर चोकमा आएको होइन यो सरकारी गाडी हो सरकारी प्लेटको हो होइन पुलिसको होइन पुलिसको कहाँ चलाउन सक्छ पुलिसको त सेक्युरिटी भइहाल्छ नि एकदमै माहौल डेन्जर अवस्था भएको छ है ल यता सबै स्तरीय अवस्था यस्तो डेन्जर भइरहेछ नि तपाईँहरूले देख्न सक्नुहुन्छ त्यस्तो छ है र कोटेश्वरमा 3जना मान्छेको मृत्यु पनि भइसकेको छ गोली प्रहार भएर है र देख्न सक्नुहुन्छ है यतातिर यस्तो छ अवस्था र अब चाहिँ यता पनि पुलिसहरू आयो अरे भन्ने हल्ला छ त्यही भएर सबैजना भागाभाग भइरहेछ भागबोडी नि हेरिन सक्नुहोस् त ग्यास पड्काइसक्यो ग्यास पड्काइसक्यो त्यो असुल ग्यासहरू प्रहार भइरहेछ ग्यास पड्काइ दाइको पोजिसन त आमा नगर नगर एम्बुलेन्सलाई चाहिँ हान्ने होइन नि फेरि के थाहा एम्बुलेन्स एम्बुलेन्सलाई त परो नि प्राथमिकता दिनु पर्यो त्यस्तो गर्नु हुँदैन पाप आफ्नै मान्छेहरू त छोड्यो एम्बुलेन्स त छोड्नु परिहाल्यो नि एम्बुलेन्स यस्तो डेन्जर अवस्था आयो है अब यता सब पुलिसहरूले खेदाउनु थालेको छ यो
यताबाट पनि हान्न थालेको छ असल ग्यास असल ग्यास उता ल उता पनि आगो लगाइदियो ल ल ल यस्तो छ अवस्था आज काठमाडौँको अवस्था एकदमै डेन्जर छ है देख्न सक्नुहुन्छ है काठमाडौँ आज नसक्नु भइरहेछ काठमाडौँमा आज धेरै आगो लागेर भइरहेछ र 3 जनाको ज्यान समेत गइसकेको छ है 3 जनाको ज्यान गएको छ 3 जनाको भाटबटी चाहिँ लास्टै लुट हो हजार खाली पारिदिसक्यो दाइ झन् त महँगो महँगो रक्सीहरू त अघि त कति मन जान लाग्यो रक्सी दिन त जानु हुँदैन त्यस्तोतिर क्या सिसी क्यामेरा सबै फेस वाच गरेको हुन्छ नि उताबाट तयार भइसकेको छ है त्यस्तो भइरहेछ है यताको अवस्था यस्तो छ देख्न सक्नुहुन्छ यहाँ गाडी चलिरहेको छ यता यस्तो छ प्रदर्शनकारीहरू यस्तो भइसक्यो है अनि यस्तो छ अवस्था यताको यहाँको अवस्था उता नि अर्को गाडी चलाइदिन्छ यस्तो छ अवस्था गाडी होइन त्यो उयो हो क्या त्यो भाटबडी निको हो क्या त्यो त सरकारी गाडी हो नि त अनि सरकारी पेटको गाडी हो क्या त्यो यस्तै छ अवस्था नेपालको अवस्था 3 जना त मरिसक्यो अरे होइन अब अझै के हुन्छ त अवस्था गोली लागिसक्यो है होइन 3 जना मरिसक्यो अगाडि त यस्तो छ है यताउता जान सकिँदैन यस्तो छ अवस्था यहाँ नि आगो लगाउन थालिसकेको छ है यहाँ आगो लागिरहेछ यहाँ यस्तो छ यस्तो छ अवस्था यताउतिको अवस्था यस्तो छ दन्दनी आगो बलिरहेछ है सरकारी गाडीमा यस्तो छ जब कि अब सर्वसाधारण जनताहरूले यस्तो गर्न थालिसकेको छ है यो भाटबटीमा आगो लगाइदिनु बेर लाउँदैन यार अहिले केटाहरूलाई लाउनु बेर लाउँदैन फेरि यहाँ अर्को आगो लागि गराएको छ रोडमा है दन्दने हो खतरा धबोलो यार आम्मामा यस्तो गरेर पोल्युसन ठिक हुन्छ त नेपालको यो गर्नु गलत हो यस्तो गर्ने स्कुलमा आए पनि आउँछ जिएस प्रदर्शनकारीको यस्तो अवस्था पनि अलिकति गाडो हो कहाँ मुख देखाउँछ यार मैले उता देखेर छु चलाउनु भन्दा स्कुल चलाएको राम्रो नि मुख चिन्छन् दाइ फेरि